सञ्जय कपुरले सबै प्रपर्टीहरू जति 3 जना श्रीमती थिए, 3 जना श्रीमतीमा जेठीले छोडेर गएपछि दोस्रोमा करिश्मा कपुर हुनुहुन्थ्यो। करिश्मा कपुर शम्मी कपुरको छोरी र बबिताको छोरी भएपछि पनि करिश्मा कपुर करिनाको दिदी भए पनि उहाँले चाहिँ साइलेन्ट हुनुहुन्थ्यो। उहाँ साह्रै भला आदमी हुनुहुन्थ्यो। उहाँको प्रपर्टी चाहिँ राजा रानी एउटा महाराजा महारानीले भन्दा पनि धेरै रहेछ करिश्मा कपुरको। तर कहिले फुटानीले देखाएन। करिश्मा एकदम शोभानी, करिश्माले देखाएको उसको व्यवहारले करिश्मालाई सम्मानीय गरिरहेको छ। र करिश्माका रानी एउटा महारानीको भन्दा पनि धेरै प्रपर्टी रहेछ उसको श्रीमानको। तर करिश्माले उसको श्रीमानको प्रपर्टीको कहिले घमण्ड गरेन। तर लास्टमा पनि उसको सञ्जय कपुरले करिश्माको चालचलन बुझेर सञ्जय कपुरको सच्चा प्रेम करिश्मा नै रहेछ र करिश्माको नाममा चाहिँ उसले सारा प्रपर्टी गरेर 25% मात्रै चाहिँ तेस्रो श्रीमतीलाई दिएर अरू 75% चाहिँ करिश्माको नाममा वसियत खडा गरेर प्रपर्टीहरू टन्न राखेको रहेछ। यो नयाँ घरहरू किन्नु भएको छ उहाँले, सञ्जय कपुरले। यो जति पनि फोटोहरू देखाइरहेछ यो सबै तस्बिरहरू नयाँ प्रपर्टीहरू उहाँको सबै देश विदेश सबैतिर उहाँको चाहिँ एकदम जति पनि छ विश्वभरि नै फैलिएको प्रपर्टीहरू चाहिँ उहाँको रहेछ। र उहाँको प्रपर्टी चाहिँ अनगिन्ती रहेछ, गिनेर गिनी नसक्नु रहेछ। र उहाँको प्रपर्टीलाई चाहिँ सम्हालि नसक्नु एउटा के भन्छ नि, सम्हाल्न नसक्ने एउटा चाहिँ यो उम्मेदवार भन्छ। छोरा त सानै छ करिश्मा कपुरको, त्यही पनि अब उहाँको सौता प्रियाले सम्हाल्दै हुनुहुन्छ। र करिश्मा कपुरको खासमा चाहिँ अधिकार लाग्नुपर्ने हो। र वैसियतमा के भन्छ, वैसियत पनि करिश्मा कपुरकै उसमा छ। यो पनि धेरै प्रपर्टीहरू करिश्मा कपुरको नाममा किनेर राख्नुपर्छ। सो गाइज, करिश्मा कपुरको श्रीमान उहाँ चाहिँ हुनुहुन्छ सञ्जय कपुर। उहाँले जति प्रपर्टी खरिद गर्नुपर्छ सबै करिश्मा कपुरको फिलिङ्समा सोच्नुभयो, किन्नुभएको छ। उहाँले करिश्मा कपुरलाई चाहिँ उहाँको असली श्रीमती सम्झेर किन्नुभएको छ। डिभोर्स भए पनि उहाँले चाहिँ सच्चा प्रेम करिश्मा कपुरलाई गर्नुपर्छ। प्रियालाई भन्दा करिश्मा कपुरको चाहिँ धेरै टेन्सन लाग्दो घटनाले गर्दा हाई गाइज, आज चाहिँ करिश्मा कपुरको एउटा सानो भित्री वास्तविक कुरो हजुरहरूलाई म सुनाउन गइरहेछु। खासमा चाहिँ वास्तविक कुरो चाहिँ करिश्मा कपुरको चाहिँ आमा बुवाहरूको पनि पहिल्यैदेखि नै डिभोर्स भएर होइन, अब 2 जना दिदी बहिनी करिश्मा कपुर अनि त्यसपछि उसको बहिनी के अरे करिश्मा कपुरको बहिनीको नाम के अरे होइन, जो सैफ अली खानको मिसेस उनीहरू 2 जना थिए होइन। अब उसको पनि म्यारिज भयो, उसले पनि म्यारिज गरी होइन। तर म्यारिज गरे पनि करिश्मा कपुरकोमा आमा बुवाबाट पनि त्यति सेटिस्फाई थिएन। पहिला आमाले एक्लै पालेको सङ्घर्ष गरेर होइन, बुवाले छोडेको पनि करिश्मा कपुरलाई फेरि उसले पनि बिहा गरौँ बचपनको साथी भनेर। तर त्यो साथीले पनि पछिबाट धोका दिएर चाहिँ एउटा छोरा एउटा छोरी भएपछि करिश्मा कपुरको एउटा छोरा र एउटा छोरी भइसकेपछि उनीहरू डिभोर्स गरे। तर खासमा चाहिँ भनाइमा चाहिँ करिश्मा कपुरको चाहिँ बचपनको साथी अरे त्यो केटा सञ्जय कपुर चाहिँ बचपनको साथी, सबभन्दा ठुलो बिजनेसम्यान होइन, बिलियनियर भन्छ नि, बिलियनियर रहेछ होइन सञ्जय कपुर चाहिँ करिश्मा कपुरको श्रीमान भएकोले गर्दाखेरि बिलियनियर पनि। र उसले बचपनको साथी भएर उसले बिहा गरेको, तर उसले धोका दिएर अर्को प्रिया भन्नेसँग बिहा गर्यो। त्यो प्रियासँग पनि गर्यो। तर खासमा उसले चाहिँ आफ्नै गल्तीले गर्दाखेरि अब उसैको आफ्नै गल्तीले करिश्मा कपुरलाई छोडेकोले गर्दाखेरि उसलाई भगवान्ले नै सञ्जय कपुरलाई चाहिँ भगवान्ले नै सजाय दिएर उसले आफ्नै अब मधुमक्खीले टोकेर गयो भन्छन् होइन, के जाने भगवान् जाने। तर करिश्मा कपुरले त साँचो माया गरेको रहेछ नि, किनभने करिश्मा कपुरले अर्को पनि बिहा गर्न सक्थ्यो, गरेन नि त। अर्को बिहा गरेर होइन, अर्कोपट्टि पनि 50 जन्म सक्थ्यो। 101 टपर हिरोनी होइन, सुपर स्टार हिरोनी हो। तर उसले चाहिँ बिहा नगरिकन उसैलाई सम्झेर सच्चा प्रेम भनेर उसैसँग बसेर उसैको छोरा छोरी सम्हालेर होइन, आफ्नो आमासँग बसेर उसले सञ्जय कपुरलाई सम्झेर बस्यो। तर सञ्जय कपुरले पनि भन्नको लागि त उसलाई करिश्मा कपुरलाई नै साँचो प्रेम गर्थ्यो। उसले रिस देखाउन